हेलो माई डियर फ्रेन्ड्स, अल्छी लाग्यो। खास चाहिँ मलाई एब्बे अल्छी लाग्यो। आलु काट्दा काट्दै अल्छी लागेर चाहिँ भ्लगै बनाउँछु, टाइम पास पनि हुन्छ भनेर चाहिँ बनाएको एक्लै छु। अब भ्लग पनि नहालेको धेरै दिन भइसकेको थियो गाइस हो, किनभने मन्थको एन्ड चल्दै थियो, काममा हेभी प्रेसर हो, मेन्टल स्ट्रेस अलिकति अब हो, अहिले अलिकति फ्री छ। अनि म चाहिँ डिनर रेडी गर्दैछु। बेलुकाको 8 बज्यो, ड्युटीबाट आएर एक न्याप लिएर 1 घन्टा जस्तोको त्यहाँदेखि चाहिँ खाना बनाउनु रेडी। 8 बज्नु 10 मिनट्स। मासु भुटिसकेको छु, ग्रेभी रेडी हुँदैछ, मसला यहाँ छ, भात 1 सिटी लागिसक्यो, धनिया र काँक्रा पनि हो, अनि आलु पनि भुट्छु हो। खाना बनाएपछि मिठो बनाएरै खानु मन लाग्छ हो। त्यही हो गाइस। अब फेरि भ्लग चाहिँ म कन्टिन्यू गर्नेवाला गर्छु भनेको हो। अब त्यही हो, अलिकति टाइम दिनु अलिक साह्रै पर्छ। अन्त त्यही हो, टक्कै बनाएर कस्तो हुन्छ हो डिनर, त्यही देखाउनेवाला छु आजको सानो छोटो मोटो भ्लग। मासु इज रेडी गाइस। यतिको चाहिँ भइदिएको छ मासु हो। अन्त यहाँ चाहिँ छ आलु चरचरे, भात चाहिँ पस्किसकेको छ गाइस। खाइदिउँ है त गाइस मासु भात। कस्तो भएछ खिरा पनि छ गाइस हो। यति भएको भयो। अब भोलि बिहान पनि यही हो, तताएर लानुपर्छ अब, त्यस्तै छ गाइस। अब एक्लै हुँदा अब के गर्नुहुन्छ कि, अन्त अचानक भ्लग बनाइदिन्छु हो। भोलि पनि बनाऊँ भनेको। भोलि चाहिँ फेरि अब जिमबाट त्यस्तै हो, टार्गेटहरू यो पुरा भयो भने अब के गराउँछ। अस्ति पनि त्यो डिनरमा लगेको थियो। अनि भोलि चाहिँ 12 बजी चाहिँ लन्च पार्टी गराउँछु भनेको छ मालिकले हो। अब जिममै हुन्छ भनेको छ, हेरौँ लेट्स सी के हुन्छ हो। यो विक पनि आजकल चाहिँ म चाहिँ त्यही हो, कोही बेला मन्डे छुट्टी लिन्छु, नभए चाहिँ 7 दिन जाँदैछु गाइस। 7 दिन जानु पर्दैछ, किनभने अब त्यही हो, त्यस्तै हो क्या। अब हाम्रो कामै client can come in any day, any time हो, so we have to available for them, we have to be available for them. त्यस्तै हो। अब टाइम छैन, पैसा छैन। जति टाइम दिनु सक्छौ त्यति पैसा कमाउँछौ यो जिमको चाहिँ ट्रेनर फिल्डमा चाहिँ। त्यो रहेछ अब खेला चाहिँ, त्यही हो। अरूमा पनि त्यही हो, जति टाइम दिनु सक्छौ, जति अल्छी मान्दैनौ त्यति नै। अब बिहान कस्तो निन्द्रा मारेर आम जानुपर्छ। बिहानको निन्द्रा कस्तो हुन्छ, साइलेन्ट टक्कै 5:20 अलार्म बज्दा चाहिँ अब तर आदत भइसक्यो। अब त्यस्तै हो, राम्रो छ रुटिन। खाँदा के साह्रो बोलेको भन्छ होला हो। ल त गाइस, आजको लागि यति नै हो। सी यू all in my next vlog.